नमस्कार साथीहरू, आजको सीता सिरियल भाग 143 मा दर्शकहरूको मन छुने अत्यन्तै भावुक घटनाहरू देख्न पाइयो। जगत र सृष्टिले अनेक प्रयास गर्दा पनि सीतालाई फेरि घर फर्काउन सफल हुन सकेनन्। एक समय निकै बलियो रहेको जगत र सीताको सम्बन्ध अहिले गलत बुझाइ, शङ्का र बाहिरी मानिसहरूको कुराले गर्दा गम्भीर सङ्कटमा पुगेको छ। जगतले बारम्बार सीतामाथि शङ्का गर्दै उसलाई गलत ठान्दै आएको थियो। आफू निर्दोष हुँदाहुँदै पनि बारम्बार आरोप सहनु पर्दा सीताको मन भित्रभित्रै टुट्दै गएको थियो। घरको वातावरण दिन प्रतिदिन तनावपूर्ण बन्दै गयो र सीता भावनात्मक रूपमा एक्लिँदै गइन्। आफ्नो आत्मसम्मान र स्वाभिमान जोगाउन अन्ततः सीताले घर छोड्ने कठिन निर्णय लिइन्। यो निर्णय उनका लागि सजिलो थिएन, तर निरन्तर अपमान र अविश्वासको बीचमा बसिरहनुभन्दा आफ्नै बाटो रोज्नु उचित ठानेकी थिइन्। उता सीता टाढा गएपछि मात्रै जगतलाई आफ्नो गल्तीको गहिरो महसुस हुन थाल्छ। उसले आफूले गरेको शङ्का र व्यवहारले सीतालाई कति धेरै पीडा दिएको रहेछ भन्ने कुरा बिस्तारै बुझ्न थाल्छ। अहिले उसलाई सीताको महत्त्व पहिलाभन्दा धेरै महसुस भइरहेको छ। सृष्टिले पनि दुवैलाई मिलाउने प्रयास गरिरहेकी छिन्, तर सम्बन्धमा परेको गहिरो घाउ निको पार्न केवल शब्द मात्र पर्याप्त देखिँदैन। विश्वास एकपटक टुटेपछि त्यसलाई जोड्न निकै कठिन हुन्छ भन्ने कुरा यो कथाले स्पष्ट देखाएको छ। अब आउने भागहरूमा जगतले आफ्नो गल्ती स्वीकार गरेर सीताको विश्वास फेरि जित्न सफल होला त? सीता फेरि घर फर्किएर सम्बन्धलाई अर्को मौका दिन्छिन् कि आफ्नै निर्णयमा अडिग रहन्छिन्? यी नै प्रश्नहरूको उत्तर आगामी एपिसोडमा खुल्दै जानेछ। सीता र जगतको यो भावुक मोडबारे तपाईको विचार के छ? कमेन्ट गरेर अवश्य बताउनुहोस्।